नेपालमा रवि लामिछाने र बालेन शाह दुवैजना आफूलाई ठूला राष्ट्रवादी नेता भनेर प्रस्तुत गर्छन्। तर प्रश्न उठ्छ, यदि उनीहरूभित्र यति नै राष्ट्रिय भावना छ भने किन राज संस्थाको समर्थन गर्दैन? बालेनले त पहिला स्पष्ट रूपमा राज संस्थाको पक्षमा बोलेका पनि हुन्। त्यति बेला उनले देश बिग्रिएको छ, अब वैकल्पिक शक्ति चाहिन्छ भन्दै राज संस्था समेत एउटा विकल्प हुन सक्छ भन्ने संकेत दिएका थिए। तर आज उही बालेन जसले पहिले राज संस्थाबारे सकारात्मक कुरा गरेका थिए, अहिले राजसभामा प्रवेश गरेपछि भने किन अचानक उही राष्ट्रियता भुलेर राज संस्थाको विरोधमा उभिन गए? रवि लामिछानेको कुरा गर्दा उनी पनि राष्ट्रियता, सीमा, नागरिकता, देशभक्तिको कुरा धेरै गर्छन्। तर जब राज संस्थामा स्पष्ट धारणा दिनुपर्ने हुन्छ त्यहाँ गएर उनीहरू चुप लागेर बस्छन् वा गोलमोल उत्तर दिन्छन्। यदि राष्ट्र नै बचाउनु छ भने, यदि देशप्रेम नै मुख्य हो भने त्यसको एउटा महत्त्वपूर्ण हिस्सा राज संस्था पनि हो भन्ने कुरा उनीहरूले किन देखेनन्? पहिले माइक समातेर बोलेको कुरा राज संस्था, धर्म, संस्कृति सबैले अहिले राजनीतिसँग मिलाएर किन बिर्सनुपर्ने आयो? हिजोको आवाज र आजको व्यवहार किन यति फरक? के सत्ताको नजिक जाँदा राष्ट्रियता बदलिन्छ कि पद र राजनीतिक स्वार्थ अगाडि आएपछि पहिले भनेको कुराहरू पछि हटाइन्छ? यही हो अहिले उठेको ठुलो प्रश्न। यदि राष्ट्रवाद स्थिर हो भने धारणा किन बदलिन्छ? यस्तै राजनीतिक भिडियोहरू हेर्नको लागि कृपया फलो गर्नुहोला।